ल अब चाहिँ अर्को टाइपको क्वेसन छ है। मतलब टाइप त त्यही हो न, तीनवटा चिज भएको, तीनवटा चिज भयो भने कसरी गर्ने भन्ने मैले सिकाएको थिएँ नि यहाँ योभन्दा पहिला हो। अब फेरि त्यस्तै गरेर गरौँ है। ल तीनवटा चिज हुँदा कसरी गर्ने, ल जे पहिला गरेको थियौँ त्यस्तै गरौँ। ल सुरुमा के गर्ने रे, सुरुमा चाहिँ मैले के भने फ्याक्टराइजेसन गर्दा सुरुमा चाहिँ कमन लिन पऱ्यो के, केही कमन छ कि नै त्यो हेर्न पऱ्यो। ल हेर यहाँ चाहिँ 4 छ, यहाँ 6 छ, यहाँ 2 छ। ल कमन कसरी हेर्ने भन्दाखेरि सुरुमा यहाँ 4 लाई हामीले फ्याक्टराइज यसरी गर्थ्यौँ नि। हो 4 भनेको 2 2 जा 4 भनेको 4 भनेको 2 × 2 रहेछ। अनि यो 6 भनेको के हो त, 6 भनेको 2 3 जा 6 भनेको 6 भनेको 2 × 3 रहेछ। अब यो 2 छ, 2 लाई त फ्याक्टराइज गर्न मिलेन, 2 त सानै छ न। अब के गर्ने, यो 4 को ठाउँमा यो 2 × 2 लेख्ने है। ल 2 × 2 लेख्ने। अनि यक्स क्युब भनेको के हो, इन्टु तीनटा यक्स हो नि, एउटा दुईटा तीनटा यक्स। अनि यो के छ, माइनस छ। अनि 6 भनेको यहाँ कति आयो त, 2 × 3 आयो भनेपछि 6 को ठाउँमा 2 × 3 लेख्ने। अनि यक्स स्क्वायर भनेको इन्टु यक्स हो। अनि प्लस के गर्ने त, यसलाई 2 × यक्स छ, यहाँ 2 × यक्स छ, 2 × यक्स लेखेँ। अब यिनी तीनटामा केही कमन आउँछ कि नै, कमन लिन पर्यो नि सुरुमा। ल कमन आउँछ त, हो यो 2 कमन आउँछ सबैमा मिल्न पर्यो है 2। हो तीनटैमा 2 2 मिले ह। अनि तीनटैमा अरू के मिले ह, हो यो यक्स पनि मिले है, एउटा यक्स मिले ह, यो यक्स मिले ह। भनेपछि कमन के आयो त, 2 पनि आयो, यक्स पनि आयो। अनि ब्र्याकेट लगाउने र कमन नआएको लेखौँ है। ल भनेको गोलो नलागेको, यो 2 छ अनि इन्टु यो यक्स इन्टु यक्स अनि माइनस अनि 3 × यक्स अनि प्लस यो 2 पनि यहाँ बाहिर गयो, यक्स पनि बाहिर गयो, यहाँ केही पनि बचेन नि, केही पनि बचेन भने यहाँ 1 लेख्ने है। किनकि 2 यक्स ब्र्याकेट भनेको इन्टु हो, 2 यक्स इन्टु यो 1 गर्दाखेरि यहाँ 2 यक्स आउनु पर्यो नि, हो त्यसरी। ल अब चाहिँ यो 2 यक्स लेख्ने। अब 2 यक्स यक्स इन्टु यक्स भनेको यक्स स्क्वायर हो यहाँ 2 यक्स स्क्वायर भयो। अनि माइनस यो 3 यक्स भयो, अनि यो प्लस यो 1 भयो। ल अब चाहिँ हाम्रो स्ट्यान्डर्ड फर्म आयो क्या। अब केही साझा हुन्न, अब केही साझा आउँछ र आउन्न नि, हो अब चाहिँ यो फर्म आयो। अब यो फर्म भनेको के हो त, तीनटा चिज हुनेवाला, एउटा दुईटा तीनटा चिज हो। यो फर्म आएपछि अघि नै कसरी गरेको थियौँ त हामीले, हो सेम टु सेम त्यसरी गरौँ। अब फेरि यहीँबाट चाहिँ सुरु गर्न पऱ्यो क्या, फेरि यहाँ अघि नै जसरी गरेको थियौँ त्यस्तै गरौँ है। ल यहाँ सुरुमा के छ, 2 छ, लास्टमा 1 छ। ल 2 × 1 कति हुन्छ त, 2 हुन्छ, हो इन्टु गर्दा के आयो त, 2 आयो। अनि यो साइन हेर्ने भन्थे है, यहाँ प्लस छ यहाँ 3 छ भनेपछि प्लस गर्दा 3 आउन पर्यो। अनि यहाँ के गर्ने त, इन्टुको र प्लसको दुईतिर बक्स बनाउने अनि त्यो बक्समा भर्ने। के भर्ने त, के भन्दाखेरि दुईटा यस्तो नम्बर सोच हैन जसलाई इन्टु गर्दा 2 हुन्छ अनि प्लस गर्दा चाहिँ 3 हुन्छ। के नम्बर हो र, दुईटा त्यस्तो नम्बर हो। त्यो दुईटा नम्बर के रहेछ त, 2 र 1 रहेछ। 2 र 1 किनकि 2 × 1 भनेको 2 हुन्छ, 2 + 1 भनेको 3 हुन्छ। भनेपछि 3 लाई 2 + 1 लेख्न पाइयो कि नै, हो यहाँ जुन 3 छ नि त्यसलाई 2 + 1 लेख्ने है। यहाँ 2x छ पल्लेदेखि, अनि यहाँ ब्र्याकेट लगाऊँ, यो 2x स्क्वायर लेखौँ, अनि यो माइनस लेखौँ, अनि यहाँ ब्र्याकेट लगाएर यो 2 + 1 लेखौँ। 3 लाई 2 + 1 लेख्न पाइन्छ। अनि यो x कहिले लेखेको, यो x यहाँ लेखौँ, अनि यहाँ +1 लेखौँ। ल यत्नसम्म पुग्यौँ। अब के गर्ने त, बराबर गरौँ है। अब यहाँ गरौँ, ल बराबर। अब यो के छ, 2x छ अनि ब्र्याकेट छ, अनि के गर्ने त, यो जुन 2x स्क्वायर छ नि यसलाई लेखौँ पहिला, 2x स्क्वायर अनि माइनस। अब यहाँ चाहिँ के गर्ने त, यो 2 × x भनेको यहाँ 2x आयो हैन। अनि फेरि यो 1 × x भनेको 1x आयो, 1x आयो। तर यो 1x को अगाडि कुन साइन हुन्छ त, यहाँ त प्लस छ तर यहाँ माइनस छ नि, हो यो माइनस इन्टु प्लस गर्दा के हुन्छ त, माइनस हुन्छ। त्यही भएर चाहिँ यहाँ चाहिँ माइनस साइन लेख्ने। अनि यहाँ के बच्यो त, अब +1 बच्यो भनेपछि यहाँ +1 लेख्ने। ल यति गरेपछि अब दुईटा ग्रुप बनाउने र दुईटैबाट साझा लिने। साझा लिनला पहिला त यसलाई के गर्न पर्यो, फ्याक्टराइज गर्न पर्यो। मतलब 2x स्क्वायर भनेको 2 × x हो नि, अनि यहाँ माइनस यो 2x भनेको 2 × x हो, अनि यो माइनस छ, अनि 1x भनेको 1 × x, अनि यो प्लस छ, अनि यो 1 छ। ल अब यो दुईटाबाट कमन लिने है। ल अब यो दुईटामा के कमन आउँछ, एउटा 2 मिल्यो अनि एउटा x मिल्यो,
भनेपछि 2 र x कमन आउँछ। ल यहाँ 2x लेखिथ्यौँ, अब यहाँ यो ब्र्याकेट छ अनि यो 2x यिन दुईटाबाट कमन आयो भनेपछि 2x कमन आयो, ब्र्याकेट लगाम र यहाँ के बच्यो त 2x कमन आइसकेपछि यहाँ x बच्यो माइनस यहाँ केही पनि बचेन भने के लेख्ने त 1 लेख्ने है। यो x यहाँ लेखेँ अनि माइनस अनि यहाँ चाहिँ केही पनि थिएन त्यही भएर 1 लेखेँ। अब यहाँ चाहिँ माइनस छ भनेपछि माइनस लेख्ने अनि यो दुइटै के छ त 1 छ, दुइटै के छ 1 छ भनेपछि 1 कमन आयो अनि के गर्ने ब्र्याकेट लगाउने अनि यो x लेख्ने अनि यहाँ केही पनि बचेन भनेपछि 1 लेख्ने अनि यहाँ के लेख्ने त यहाँ प्लस छ तर यहाँ प्लस लेख्ने र होइन यहाँ चाहिँ माइनस लेख्ने किनकि यो ब्र्याकेट भन्दा बाहिर यहाँ माइनस भएपछि चाहिँ यहाँ जे हुन्छ नि यहाँ त्यसको उल्टो लेख्ने भनेको यहाँ प्लस छ भने यहाँ माइनस लेख्ने, यहाँ माइनस छ भने यहाँ चाहिँ प्लस लेख्ने, उल्टो हुन्छ के। अनि फेरि ब्र्याकेट यसको साथी ब्र्याकेट यो भयो अनि बराबर ल यो 2x भयो अनि अब फेरि यिनी दुईटामा कमन लिउँ है। यिनी दुईटामा के कमन आउँछ ल यो x माइनस 1 र यो x माइनस 1 कमन आउँछ कि नि आउँछ नि हो 2x अनि इन्टु यो x माइनस 1 कमन आयो अनि फेरि ब्र्याकेट लगाएर यहाँ कमन कुन आएन त यो 2x आएन अनि यहाँ माइनस छ अनि यो 1 कमन आएन भनेपछि हाम्रो एन्सर यही आयो। ल यो एन्सर भयो।